सो हेलो एभ्रिवान, आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। सो आजको टपिक भनेको चाहिँ हाम्रो भोलमको बारेमा छ है त। सो EC2 को भोलमको बारेमा छ है त। सो कस्तो हुन्छ भन्दाखेरि हामीसँग चाहिँ बेसिकली चाहिँ दुई खालको भोलम हुन्छ है त। फर्स्ट भनेको एउटा रुट भोलम, सो अर्को भनेको EC2 को EBS भोलम है त। लाइक EBS भनेको चाहिँ के हो भन्दाखेरि इलास्टिक ब्लक स्टोरेज हो होइन, जुन चाहिँ हामीले EC2मा एट्याच गर्नुपर्ने हुन्छ। सो हामी एकचोटि भित्र गएर हेरौँ है त। लन्च इन्स्टेन्स गरौँ। हामीले अगाडि नै एकचोटि कुरा नि गरिरहेको थियौँ होइन, हामीले भोलमको बारेमा लाइक वाइल क्रिएटिङ द EC2 इन्स्टेन्स हामीले एउटा भोलम सेट गर्नुपर्ने हुन्छ भनेर कुरा नि गरिरहेको थियौँ। अनि लाइक 20 GB माथि गयो भने यसले हामीलाई चार्ज पनि गर्छ भनेर हामीले कुरा नि गरेको थियो। आई थिङ्क सो है त। सो वेट, हाम्रो यहाँ हुन्छ एकछिन है त। सो यहाँ हेर्नु त, यो हाम्रो यो छ नि, हाम्रो यो भनेको चाहिँ एउटा रुट भोलम हो है त। यो चाहिँ EC2 भित्रै एट्याच भएको हुन्छ है त। सो हाम्रो बाहिर भनेको चाहिँ अर्को भनेको चाहिँ हाम्रो EBS, मैले अघि नै भनिसकेको छु, इलास्टिक ब्लक स्टोरेज है त। सो कस्तो हुन्छ भन्दाखेरि एउटा सिनेरियो बुझौँ है त। तपाईँले एउटा न्युली मेसिन लिएर आउनुभयो ल्यापटप। सो त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि CPU, ऱ्याम र हार्ड डिस्क हुन्छ है त। सो तपाईँले सो त्यस्तै गरी हाम्रो EC2मा चाहिँ EBS हुन्छ है त। सो अब तपाईँले त्यो कम्प्युटरमा चाहिँ के गर्नुहुन्छ भन्दाखेरि त्यो कम्प्युटरको हार्ड ड्राइभमा चाहिँ तपाईँले हार्ड डिस्क अथवा हार्ड ड्राइभमा चाहिँ तपाईँले OS इन्स्टलेसन गर्नुहुन्छ, त्यहाँ डिफ्रेन्ट काइन्ड्स अफ फाइल्स, फोटोजहरू राख्नुहुन्छ है त। सो त्यसै गरी हाम्रो EBSमा पनि के हुन्छ भन्दाखेरि हामीले फर्स्ट भनेको OS इन्स्टलेसन गर्छौँ है त्यसमा। जस्तै हामीले सुरुमै AMI हाल्छौँ भनेको थिएँ नि, हो यो OS हाम्रो EBSमा गएर बस्छ है त, दिस वान है त। सो अनि हाम्रो अर्को भनेको चाहिँ डेटाबेस स्टोरेजहरूदेखि लिएर हाम्रो सफ्टवेयरको एप्लिकेसन फाइल्सहरू, अनि त्यहाँ हाम्रो डिफ्रेन्ट लाइब्रेरीहरूदेखि लिएर, अनि त्यहाँ बुट भोलमहरूदेखि लिएर हाम्रो अनि प्रेसिस्टेन्ट डेटा भन्छ। त्यो प्रेसिस्टेन्ट डेटा भनेको चाहिँ कस्तो भन्दाखेरि एउटा लङ टर्म सर्भिस भनेर बुझौँ न त। सो कस्तो हुन्छ भने प्रेसिस्टेन्ट डेटा बुझ्नलाई चाहिँ लाइक हामी एउटा कम्पेयर गरौँ है त। लाइक अब कुनै पनि एउटा फाइल्सहरू छ जुन चाहिँ अब EC2मा चाहिँ EC2माको रुट भोलममा चाहिँ के हुन्छ भन्दाखेरि लाइक त्यो चाहिँ टेम्पोररी बस्ने भयो क्या। अनि हाम्रो EBSमा चाहिँ पर्मानेन्ट बस्ने भयो। किन भन्दाखेरि यदि केही गरी EC2 स्टप अथवा टर्मिनेटेड भयो भने यहाँभित्रको यो जुन हाम्रो यो रुट भोलम छ नि, यसमा भएको डेटाहरू जान्छ क्या। लाइक तपाईँसँग काइन्ड अफ कुनै फाइल्सहरू छ भने तपाईँले अब तपाईँको अब यो EC2 केही गरी क्र्यास भयो, टर्मिनेटेड अथवा के भयो भने तपाईँको त्यो डेटा जति सब जान्छ। बट इन केस अफ EBS हाम्रो डेटाहरू चाहिँ यो EC2 जेसुकै होस्, टर्मिनेटेड होस्, स्टप होस् अथवा क्र्यास नै होस्, EBSमा चाहिँ हाम्रो लाइक सेफ हुने भयो, लाइक पर्मानेन्टली बस्ने भयो त, अन्टिल एन्ड अनलेस तपाईँले त्यो EBSलाई टर्मिनेट गर्नु हुँदैन। सो किनभने सो त्यही भएर यो चाहिँ लङ टर्म बस्ने भयो त। अनि हाम्रो अब EC2मा चाहिँ के हो, EC2मा चाहिँ लाइक तपाईँ त्यो EBS चाहिँ एट्याच र डिएट्याच दुइटै गर्न मिल्छ। सो यो पनि हो है त। लाइक अब तपाईँले अब यो रुट भोलम लगेर तपाईँले अर्को EC2मा हाल्छु भनेर पाउनु हुँदैन, यो EC2को लागि मात्रै हुन्छ। सो EBSमा चाहिँ EBS चाहिँ तपाईँले दुइटै लाइक EC2मा हाल्न सक्नुहुन्छ, तर एभाइबिलिटी जोन एउटै हुनु पऱ्यो है त। तपाईँले डिफ्रेन्ट एभाइबिलिटी जोनमा भएको डिफ्रेन्ट EC2मा चाहिँ तपाईँले हाल्न सक्नुहुन्न। आई मिन तपाईँको AP साउथ 1मा EC2 छ, तर EBS भोलम पनि AP साउथ 1मै हुनुपर्छ। AP साउथ B1 2 अथवा अरू रिजनमा अथवा अरू एभाइबिलिटी जोनमा भयो भने हुँदैन। सो लाइक अब हामीले धेरै कुरा गऱ्यौँ अब EBS राम्रो भनेर, EBS राम्रोको बारेमा हामीले धेरै कुरा गऱ्यौँ। सो आई थिङ्क यु मे गट सम क्वेसन्स होइन। यदि EBS नै त्यति धेरै राम्रो भएको भए हामी किन यो रुट भोलम युज गर्ने भनेर लाइक क्वाइज आएको हुनसक्छ। सो किन भन्दाखेरि चाहिँ हाम्रो चाहिँ यो रुट भोलम चाहिँ विदिनमा एट्याच भएको हुन्छ र EC2को। सो यसले चाहिँ के गर्छ भन्दाखेरि यसले चाहिँ केस फाइल्सहरू, टेम्पोररी फाइल्सहरू र सेसन्स डेटाहरू अनि त्यहाँबाट बफरहरू चाहिँ यसले चाहिँ स्टोर गर्ने भयो। सो जसले गर्दा चाहिँ एकदम फास्ट गर्ने भयो क्या। लाइक जुनसुकै कामहरू पनि फास्ट गर्ने भयो केस फाइल विदिनमा राखेपछि, लाइक बाहिरबाट तानेर लिएर आइराख्नु परेन, त्यही भएर यो चाहिँ फास्ट हुन्छ। सो लाइक अब हाम्रो अब EBSको चाहिँ क्यारेक्टरहरू के हुन्छ भन्दाखेरि EBSको क्यारेक्टर्स चाहिँ हामीले अघि नै कुरा गऱ्यौँ, प्रेसिस्टेन्ट स्टोरेज भन्छ। लाइक EC2 स्टप, टर्मिनेट अथवा क्र्यास जेसुकै होस् हाम्रो डेटाहरू
पर्मानेन्टली इबिएसमा बस्छ। अनि हाम्रो नेटवर्क एट्याच भन्छ है त। नेटवर्क एट्याचमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि वेट मानौँ हाम्रो यहाँ भनेको फर्स्ट भनेको EC2 छ है त। EC2 छ र हाम्रो डिफ्रेन्ट हो इबिएस भनेको। यसलाई अब हामीले कनेक्ट गर्नुपर्ने हुन्छ अथवा एट्याच गर्नुपर्ने हुन्छ थ्रु हामीले नेटवर्क है त। सरी हामीले थ्रु यसरी नेटवर्क हामीले कनेक्ट गर्नुपर्ने हुन्छ। सो इनकेस तपाईँको अब यो EC2 ड्यामेज भयो भने पनि तपाईँको यो इबिएस बचिरहन्छ क्या, यसमा डेटाहरू बसिरहन्छ। सो त्यही भएर हाम्रो अलिकति यो सेफ हुन्छ है त। अनि त्यहाँबाट हाम्रो अर्को भनेको इलास्टिक हुन्छ क्या, लाइक इलास्टिक क्यारेक्टरिस्टिक भन्छ भने इलास्टिक भनेको स्केलेबल, लाइक स्केलेबल टाइपको क्या। लाइक तपाईँले कस्तो हुन्छ भन्दाखेरि यसको भोल्युम तपाईँले लाइक मानौँ 5 GB दिनुभएको छ भने लाइक 5 GB जति दिनुभएको छ भने तपाईँले लाइक इनकेस फ्युचरमा मलाई अब अझै धेरै डाटा चाहिन्छ, सो म यसलाई इन्क्रिज गर्छु भन्नुभयो भने तपाईँले भोल्युमहरू इन्क्रिज गर्न सक्नुहुन्छ। यसको अर्को राम्रो पक्ष यो है त। सो अर्को भने चाहिँ के भन्दाखेरि हाम्रो अभाइलिटी जोन बााउन्डेड हुन्छ है त यो हाम्रो इबिएस चाहिँ। यसले गर्दा चाहिँ के फाइदा हुन्छ भन्दाखेरि अरू लाइक यो चाहिँ विदिन एउटा रिजनको अभाइलिटी जोनमा बस्ने भयो, जसले गर्दा चाहिँ डेटा ट्रान्सफरहरू फास्ट हुने भयो। अनि यसले चाहिँ रिड्युस गर्ने भयो लेटेन्सीहरूलाई है त, किनभने विदिन भित्र भएपछि हाम्रो छिटो कम्युनिकेसन हुन्छ है त। सो यस्तो हुन्छ। अनि यहाँ हेर्नु त तपाईँले GP3हरू केही देख्नु भएको नि, हाम्रो यो GP3 भनेको चाहिँ फ्रिटाइल रहेछ। यो भनेको जेनरल पर्पजको लागि हुन्छ है त। अनि हाम्रो यो प्रोभिन्स आइओपिएस भने चाहिँ बेसिक लाइक इनपुट आउटपुट भन्छ। यो भनेको चाहिँ हाम्रो लाइक कुनै लार्ज स्केलको लागि फास्ट स्पिड चाहिन्छ भने यो युज हुन्छ। अनि अर्को हाम्रो STL भन्ने हुन्छ है त, त्यो यहाँ रहेछ अहिले उता होला मध्ये आउँछ है त। सो त्यो भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि लार्ज डेटाहरूको लागि काम गर्ने भयो, लाइक वायर हाउसहरूतिर काम गर्ने भयो है त। सो हामी फर्स्टमा एउटा ठिकै छ, हामी एउटा फर्स्टमा EC2 इन्स्टेन्स क्रिएट गर्छौँ है त। हाम्रो यहाँ हामी चाहिँ रुक्नु है त, तपाईँलाई म अर्को नि एकताल देखाउँछु। हामी यहाँ भोलम्स भन्ने हुन्छ, रुक्नु है त। वेट इलास्टिक ब्लक स्टोरेज है त। हामी भोलम्समा गएर हेरौँ। हेर्नु त हामीसँग अहिले कुनै पनि भोलम छैन है त। सो अब हामी एउटा EC2 एउटा लन्च गरिदिउँ। ओके लन्च इन्स्टेन्स। वेट सो अब हामी एउटा इन्स्टेन्स लन्च गरिदिउँ। यसको नाम के राख्नु भन्दा हामी यो पहिला यो हामी कुन रिजनमा छौँ त्यही अब उसको राख्यौँ त। हामी मुम्बई रिजनको कुनमा छ भने AP साउथ 1मा होला सायद। सो हामी कुन रिजनमा छौँ भन्दाखेरि चाहिँ हेर्नु त AP साउथ 1मा छौँ है त। सो यसको नाम पनि AP साउथ 1 नै राखिदिउँ। AP SOUTH साउथ 1 राखिदिउँ है त। सो हामी एउटा उबन्टु नै चुज गरौँ AMA। अनि हाम्रो किपेयर भनेको पहिलाकै किपेयर युज गरिदिउँ। अनि त्यहाँ अल एसएसएस ठिक छ, यो बाई डिफल्टै छोडिदिउँ है त। अनि यो पनि हामी बाई डिफल्टै छोडिदिउँ भने त अहिलेको भनेको हाम्रो रुट भोल्युम भनेको 8 GB छ। अनि GP3 छ टाइप, यसको टाइप्स। अनि अहिले यतिकै बाई डिफल्ट लन्च गरिदिउँ है त। सबै डिफल्टै छ, सो लन्च गरिदिउँ। ओके सो हाम्रो EC2 क्रिएट भइसकेको छ है त। हेर्नु त आएर यहाँ आएर हेरौँ AP साउथ 1 हाम्रो क्रिएट भइसकेको छ है त। सो अब मैले तपाईँलाई के देखाउन थालेको भन्दाखेरि अब फेरि भोलममा गएर हेरौँ। अघि हामीले हेर्दाखेरि खाली थियो है त। भोलममा गएर हेरौँ, यसलाई रिफ्रेस गरिदिउँ। हेर्नु त अघि भोलम आइसकेको छ।
यो चाहिँ हाम्रो 8 GB हो नि त। यो भनेको त्यो हाम्रो EC2 भित्र भएको यो चाहिँ हाम्रो डिफल्ट रुट भोलम है त। रुट भोलम ओके, हाम्रो यो रुट भोलम है त। सो हामी अब अर्को EBS नि क्रिएट गरिदिउँ है त। ओके, यो भनेको हामी कुन राख्ने भन्दाखेरि जेनरल पर्पजै राख्दिउँ। अनि हाम्रो यो चार्ज लाग्छ, त्यही भएर हामी यसलाई अहिले 5 मात्रै राखौँ है त। सो अहिले हामीलाई 5 मात्रै राखौँ। IOPS भनेको इनपुट आउटपुट, यो चाहिँ लाइक यो चाहिँ स्पिड हो त। यो थ्रुपुट भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि लाइक यसले चाहिँ मेजर गर्छ। यो थ्रुपुटले चाहिँ यसले चाहिँ बेसिक इनपुट आउटपुट मेजर गर्ने भयो पर सेकेन्ड है त। अनि त्यहाँ यसले चाहिँ थ्रुपुटले चाहिँ हाम्रो मेजर गर्ने भयो रेट अफ डेटा ट्रान्सफर भन्ने चाहिँ यो चाहिँ बल्की अमाउन्टमा गर्छ। लाइक यसको स्पिड बढायो भने इट मे चार्ज है त। सो हामी एपी साउथ 1 मै क्रिएट गरौँ। ओके, यो एपी साउथ 1 मै क्रिएट गरिदिउँ। अनि ओके, यो ठिक छ। अरू एपी साउथ 1 मा क्रिएट छ है त, यो विचार गर्नु। एपी साउथ 1 ओके। सो यसको नाम राखिदिउँ एपी साउथ 1, एपी SOUTH 1 है त। सो हामी अर्को नि क्रिएट गरौँ, अर्को यो चाहिँ अर्को उसमा है त। ओके, यो भनेको नि 5 नै राखिदिउँ। अनि त्यहाँबाट यही राखिदिउँ। सो क्रिएट भोलम गरिदिउँ है त। ला सरी, यो चाहिँ अर्कै रिजनमा छ, मैले रिजनै हेर्न बिर्सेछु। ठिकै छ, यो अहिले हेरौँ है त। सो हामीले यसलाई चाहिँ एट्याच गर्नुपर्ने हुन्छ है त। हाम्रो भनेको यो एपी साउथ 1 मा अघि हामीले इन्स्टेन्स बनाएको थियो है त, तपाईँले देख्नुभयो होला है त। सो हामी फर्स्टमा चाहिँ यो बाहिर भएकोलाई चाहिँ एट्याच गर्न खोजौँ है त। एक्सन्समा जानु, अनि हामीले एट्याच भोलम गर्नुपर्ने हुन्छ है त। एट्याच भोलम यो चाहिँ साउथ सीको रहेछ है त। सो यसो गरेर हेरौँ, हेर्नु त हाम्रो कुनै पनि इन्स्टेन्स देखाएन। किन भन्दाखेरि यसमा हाम्रो यो रिजनमा कुनै पनि लाइक अबालिटी जोनमा चाहिँ कुनै पनि इन्स्टेन्स बनेको छैन। सो त्यही भएर हाम्रो कुनै पनि देखाएन बाहिर। सो यसलाई हामी डिलिटै गरिदिउँ फर्स्ट। एक्सन्समा जाऊँ, किन राखिराख्नु भनेर है त। सो हाम्रो डिलिट सक्सेसफुल भयो है त। सो यसलाई ट्राई गरौँ एट्याच गर्न है त। एक्सन्समा जाने, एट्याच भोलम है त। सो हेर्नु त, यहाँ हाम्रो अघि तपाईँले बनाएको एपी साउथ 1 बनाएको रनिङ भइरहेको देखिरहेको छ नि त। यो रनिङ, यो भनेको हाम्रो अघिको इन्स्टेन्स हो। अनि डिभाइस नेम भनेको SPTF ओके। SPTF अहिले यो नै चुज गरिदिउँ है त। यो किन चुज गरेको भनेखेरि अहिले म भन्छु है तपाईँहरूलाई। सो अहिले यसलाई एट्याच भोलम गरिदिउँ है त। हाम्रो एट्याच सक्सेसफुली भइसकेको छ। हाम्रो केलाई एट्याच भएको भन्दाखेरि हाम्रो अहिलेको EC2 लाई एट्याच भएको इन्स्टेन्स हाम्रो यसमा भयो है त। सो यसलाई कसरी चेक गर्ने त, भएको छ कि नै? ठिक छ, हामी यसलाई हामी CLI थ्रु हेरौँ है त। हामीसँग दुईवटा हेर्ने मेथड छ। फर्स्ट हामी CLI बाट हेरौँ है त। पहिला कनेक्ट गरौँ। सो हामी यसबाटै कनेक्ट गरेर हेरौँ है त, केही छैन।
ओके, हाम्रो EC2 कनेक्ट भइसकेको छ है त। फर्स्ट भनेको हाम्रो हेर्ने भनेको यसलाई चाहिँ हाम्रो फर्स्ट यसलाई हेर्नको लागि कमान्ड चाहिन्छ, त्यो भनेको LSBLK है त। वेट, हाम्रो भोलम छ कि छैन भनेर हेर्ने गर्ने भनेको LSBLK भनेको सबै लिस्ट गर्ने है त। लिस्ट गर्ने केलाई भन्दाखेरि ब्लक स्टोरेजलाई त। अनि हामीसँग भित्र दुईटा हुन्छ है त। एउटा रुट भोलम डिस्क भएको हुन्छ, अर्को हुन्छ। पहिला हामीलाई चेकै गरौँ है त। वेट, हाम्रो तपाईँलाई याद छ कि नै, हामीले 5 GB एक्सटर्नल उसको छ। 5 GB भनेको EBS हो भने हाम्रो लाइक 8 GB होला। चाहिँ के हो भन्दाखेरि हाम्रो त्यहीँभित्र भएको रुट भोलम। हामी यसमा LSBL छैन, LSBL के हेर्नु, जुन सरी जुन हाम्रो यो छ नि, यो हेर्नु त, यो 8 GB NVMe 0 and 1 भनेको 8 GB भनेको यो भनेको चाहिँ हाम्रो रुट भोलम है त। यो त्यहीँभित्र भएको। अब यहाँ तल हेर्नु त, यो 1 and 1 भनेको यो भनेको 5 GB हामीले जुन बाहिरबाट टाँसेको EBS। ओके, हेर्नु त यो दुईटा। ओके, सो हामीसँग चाहिँ एउटा दुईटा यसमा चाहिँ दुईटा काम गर्नुपर्ने हुन्छ। सरी, सो हामीसँग चाहिँ एउटा दुईटा काम गर्नुपर्ने हुन्छ। एउटा एट्याच गर्ने, अघि हामीले एट्याच गरेको थियो है त। एट्याच भनेपछि कस्तो हुन्छ भन्दाखेरि चाहिँ तपाईँले चाहिँ कुनै पनि डिभाइसमा फर्स्टली कनेक्ट गर्ने। जस्तै अब तपाईँले पेन ड्राइभ हाल्नुहुन्छ नि, हो त्यो भनेको चाहिँ एट्याच हो। लाइक अब तपाईँले हार्ड ड्राइभ सेट गर्नुभयो, त्यो भनेको चाहिँ एट्याच भयो। अब त्यो त अब एउटा र फर्ममा हुन्छ है त। र फर्ममा हुन्छ तपाईँले अनि त्यसलाईमा अब फाइलहरू गर्नलाई अब लाइक तपाईँले सी मात्रै हुन्छ, त्यसलाई अब लोकल तपाईँको मानौँ न लोकल कम्प्युटरमा सी ड्राइभ मात्रै हुन्छ, त्यसलाई अब तपाईँले पार्टिसन गरेर डिफ्रेन्ट डिभाइड गर्नुहुन्छ त। सो यसमा पनि हामीले यसको पनि हाम्रो अर्कै यो र फर्ममा हुन्छ। अनि यसको चाहिँ हामीले ext4 फर्मेटमा ल्याउनु पर्ने हुन्छ, जसले गर्दा चाहिँ हाम्रो फाइलहरू स्टोर हुन्छ। अनि त्यहाँबाट हामीले माउन्ट गर्नुपर्ने हुन्छ है त। अनि जसले गर्दा चाहिँ हामीलाई उस हुन्छ के भन्दाखेरि डेटाहरू स्टोर गर्न सजिलो हुन्छ। माउन्ट भनेपछि कस्तो हुन्छ भन्दाखेरि रेडी टु युज, लाइक स्टोर गर्न डिस्क इज रेडी टु युज भन्ने जस्तो हुन्छ है त। सो फर्स्टमा हामीले चाहिँ के गर्नुपर्छ भन्दाखेरि फर्मेट गर्नुपर्ने हुन्छ है त। फर्स्ट भनेको फर्मेट गर्ने के कमान्ड छ भन्दाखेरि लाइक एज अ एडमिनिस्ट्रेटिभ सुडो MKFS मेक फाइल सिस्टम भन्छ है त। MKFS भनेको मेक फाइल सिस्टम -T अनि त्यहाँ ext4 भनेको चाहिँ हाम्रो फाइल फर्मेट है त। सो अनि त्यहाँबाट स्ल्यास कहाँ भन्दाखेरि डेभभित्र भएको स्ल्यास के को भन्दाखेरि हेर्नु त, यहाँ चाहिँ नाम हेर्नु त, NVMe अनि 1 and 1 है त। यसलाई हामीले फर्मेट गर्नुपर्ने हुन्छ है त। सो गर्दै गरौँ है त। यहाँ राखेको छु, देख्छ होला है त। गयो है, ठिकै छ। हामी फर्स्ट फर्मेट गर्ने भनेको सुडो अनि त्यहाँबाट MKFS अनि त्यहाँबाट -T अनि त्यहाँ ext4 अनि त्यहाँ कहाँ भन्दाखेरि स्ल्यास डेभ स्ल्यास NVMe 1 and 1 है त। हेर्नु त, ओके हेर्नु त, एलोकेटिङ ग्रुप टेबल डन। अनि त्यहाँबाट राइटिङ आइनोड टेबल्स डन, क्रिएटिङ अ जर्नल डन, हाम्रो भइसकेको छ है त। सो यसलाई हामी के गर्नु भन्दाखेरि एउटा डिरेक्टरी बनाइदिउँ, MKDIR कुस भन्ने एउटा डिरेक्टरी बनाइदिउँ। अब एलएस गरेर हेरिदिउँ, अन्त कुस भइसकेको छ है त।
सो यो डिरेक्ट त बन्यो है त। सो यसलाई चाहिँ हामीले माउन्ट गर्नुपर्ने हुन्छ, हामीले रेडी टु युज भनेर ट्रान्सपोर्ट गर्नुहुन्छ है त। सो यसको लागि कमान्ड चाहिँ के हुन्छ भन्दाखेरि लाइक फेरि ट्राई गरौँ, सुडो माउन्ट स्ल्यास डेभभित्र स्ल्यास हाम्रो भनेको के थियो एनभिएमई वेट के थियो भन्दाखेरि एनभिएमई हाम्रो के हुन्छ भन्दाखेरि एनभिएमई वान एन तपाईँले होम लाइक एचओएमई होम स्ल्यास युबियुएनटियु वान टू स्ल्यास यो गर्नुभयो भने हुन्छ है। अनि त्यहाँ लाइक तपाईँले डाइरेक्टली योवाला युज गर्नुभयो भने हुन्छ है त। के छ हाम्रो एनभिएमई अनि वान एन्ड वान है त, वान एन्ड वान स्लो स्पेस हामी के गर्ने अहिले यो नि युज गरौँ स्ल्यास केयुएसएच कुस गरौँ है त। सो हाम्रो भइसकेको छ त माउन्ट एलएस कुसिरी केयुएसएच एलएस हाम्रो माउन्ट भइसकेको छ। सो हामी एउटा फाइल क्रिएट गरौँ, टच सिओ ebs डट टीएक्सटी सरी सुडो touch डट ebs डट टीएक्सटी ls ebs डट टीएक्सटी गऱ्यो त। सो अर्को गरौँ example hello this is ebs volume. Hello, this is ebs volume from एपिस एसओयुटिएच साउथ वानको हो। हामीले यो स्टुडियोमा गरेको छौँ। अनि कन्ट्रोल ओभर नि सेभ गर्ने, अनि त्यहाँबाट कन्ट्रोल एक्स गर्ने, बाहिर आयो त। अनि त्यहाँ क्याट एलएस गरेर हेरौँ आयो कि नै। एक्जाम्पल डट टीएक्सटी ebs डट टीएक्सटी क्याट गरेर नि हेरौँ। ओके आइसकेको छ है त। सो अब ओके फेरि एक्सन दिने। सो अब हामी यसलाई चाहिँ डिएट्याच गरिदिउँ है त। कसरी गर्ने भन्दाखेरि सुडो यु माउन्ट केलाई भन्दाखेरि पुस लाग्यो त। अन्त हाम्रो यो अनमाउन्ट भइसकेको छ है त। सो हाम्रो यो अनमाउन्ट भइसकेको छ। एलएस कुस भन्ने बाहिर भइसकेको छ, यो अनमाउन्ट भइसक्यो। MOUNTPOINT सरी MOUNT माउन्ट POINT माउन्ट पोइन्ट यो स्ल्यास KUSH गरेर हेऱ्यो भने इज नट अ माउन्ट पोइन्ट भन्छ है त। कुस ट्याक्स इज नट अ माउन्ट पोइन्ट भन्छ। यसले फेरि एट्याच गरौँ है त। सुडो माउन्ट स्ल्यास सुडो माउन्ट डेभभित्र स्ल्यास एनभिएमई वान एन्ड वान स्पेस यो अन्डर केयु स्ल्यास
KUSH कुस माउन्ट भइसक्यो। अनि त्यहाँबाट हामी फेरि माउन्ट पोइन्ट कुस गरेर चेक गर्छ। अन्त कुस इज अ माउन्ट पोइन्ट है त। सो हामी फेरि यसलाई डिएट्याच गरौँ। सुडो अनमाउन्ट कुस भइसकेको छ है त। सो हामी बाहिर जाऊँ। एक्जिट गरिनु भयो, टाइपिङबाट गरिनु भयो है। EC2 भित्र जाऊँ। अनि त्यहाँबाट हाम्रो अहिलेको उसबाट नि हेर्नु मिल्छ होला। म तपाईँलाई उसबाट नि देखाउँछु भनेर बसिरहेको थिएँ है त। इन्स्टेन्समा जानु, लाइक GUI-बाट नि हेर्नु मिल्छ जस्तो लागेको छ मलाई। वेट फर अ मोमेन्ट। यसलाई सिलेक्ट गर्नु है। यहाँ तल स्टोरेजमा हुन्छ। वेट, हाम्रो यहाँ रिलोड हुँदैछ, स्लो भएछ। वेट फर अ मोमेन्ट है त। स्टोरेजमा जाऊँ। यहाँ त यहाँ दुईटा हाम्रो एट्याच भइरहेछ। हाम्रो बेसिकली यो DA भनेको चाहिँ रुट भोलम हुन्छ र DF भनेको चाहिँ एक्सटर्नल भोलम भनेर हुन्छ है त। यो बुझ्नु। सो अब हामी भोलममै जाऊँ है त। यसलाई अब हामी डिएट्याच गर्दैछौँ र डिलिट गर्दैछौँ है त। सो हामी यो रुट भोलम डिलिट गर्न खोज्यौँ भने हुँदैन, किनभने हाम्रो EC2मा अलरेडी एट्याच छ। रुट भोलमलाई हामी डिलिट गर्न मिल्दैन। सो हामीले भनेको योलाई पहिला डिएट्याच गर्नुपर्ने हुन्छ। ओके, डिएट्याच भइसकेको छ भने अब वेट, हाम्रो डिएट्याच हुँदैछ। रिफ्रेस गरौँ। स्टेटस हेर्नु भयो त। अभाइलेबल इन युज छ, यो अभाइलेबल। डिलिट भोलम। ओके, हाम्रो डिलिट भइसकेको छ। सो अहिलेको EC2 पनि डिलिट गरिदिउँ, किन राखिराख्ने। हामी फेरि अर्को भिडियोमा अर्को नयाँ इन्स्टेन्स बनाएर फेरि गर्छौँ है त। सो लाइक अझै हामीलाई कन्टिन्यू गर्छौँ होला। सो आजको भिडियो यति नै। फेरि अब हजुरले बुझ्नु भएन, फेरि अब लाइक कमेन्टहरू लाइक केही गरी कम्युनिकेसन गरौँ। सो आजको लागि यति नै है त। ओके, धन्यवाद।